हरे कृष्ण। अहिले चाहिँ हामी संयोग प्रभुजीको घरमा छौँ। आज हामी डाँडा चढ्न जाँदैछौँ विथ हिज ग्रेस हिरेन्द्र प्रभुजी, हिज ग्रेस संयोग प्रभुजी। हाम्रो प्रभुजीको नाम भनिदिनु पर्यो प्रभुजी। सागर प्रभुजी। मेरो नाम सुचित्र सागर। हाम्रो प्रभुजी चाहिँ आज यहीँ बस्दै हुनुहुन्छ, उहाँ चाहिँ जानुहुन्न अरे। हामी चाहिँ लाग्दैछौँ ल है उकालो। हाम्रो एकदम उकालोमा जान्छौँ। ल गेट लाउनुहोस् राजा। हेर्नुहोस् यस्तो बाटो उकालोमा के हुन्छ हामी बाटोमा अगाडि देखाउँछौँ तपाईँहरूलाई। हिरेन्द्र प्रभुजी आर यु एक्साइटेड? त्यो स्वरै भएन यार, एक्साइटेड त अहिले अल्छी मानिसक्नु भयो यार। ल हेर्नुहोस् भक्तजनहरू, यहाँ चाहिँ हाम्रो गणेशजी हुनुहुन्छ आफ्नो चुवा मुसासँग। हामी चाहिँ अगाडि बढिसकेका छौँ हाम्रो गन्तव्यतर्फ। हाम्रो सागर दाजु हुनुहुन्छ। दाजु ओ ल यहाँ हजुर कतिको एक्साइटेड हुनुहुन्छ? एकदम। ल हरि माथि जानसम्म होइन के देख्नुपर्छ, अब चाहिँ हेर्नुपर्छ, अवलोकन गरेर फर्किनुपर्छ है। ल हाम्रो भक्तहरूले के हेर्दै हुनुहुन्छ अरे? सेतो टावर। सेतो टावर त आज के हो यार, पुरै एकदम पुरा पोल्युसन बढ्यो काठमाडौँमा। अब हामी लाग्दैछौँ। मन्दिरै चिनेन हो मैले त। मन्दिर त हाम्रो यहीँनिर यो मन्दिर, यो हाम्रो यो ठुलो प्रसादम हल प्रोग्राम हल हो यो मन्दिर एरिया। कति वर्ष भयो भने मैले पत्ता लगाइदिन्थेँ हो र। अनि अहिले अन्दाज गेस गर्नु कति वर्ष भयो होला? यसको त रिङहरू सबै मेटिसकेर रहेछ, सकिन्न। हामी एकदम नेपालमा धेरै दुःख भएर अहिले अफ्रिका जाँदैछौँ, पानामा जङ्गलमा। पानाको अमेजन रेन फरेस्टमा। अब यो नेपालमा हामी धेरै फ्रस्ट्रेट भयौँ। यो जङ्गल काटेपछि तपाईँ क्यानाडाको गेट छ अनि तपाईँ चाहिँ अमेरिकाको ऊ छ। अब धेरै थाकिसक्यो, हामीसँग खाने चिज नि केही छैन, हामी पुरै भोकै हिँडिरहेछौँ। हेर्नुहोस् नेपाल बस्दा बस्दा लास्टै फ्रस्ट्रेट भयौँ हामी। नेपाल सरकार हामीलाई 1-1 लाखको जागिर दिनुहोस्, होइन भने हामी विदेशी बाध्य छौँ। सरकार फेरि नै भने म तपाईँलाई भेट्न आउँछु जेन्जी ल्याएर। के हो त उहाँले अहिलेभन्दा 1 घन्टा पहिला तपाईँ घरबाट जप्दै आउनुभएको थियो, तर हेर्नुहोस् उहाँको माला के हो, मालै सरेन। किन हो यस्तो? सम्यक भन्नु पर्यो। अब यो के भगवान्कै लीला होला। यो डाँडामा पुगेपछि चाहिँ यहाँनिर यस्तो दामी ठाउँ छ, यस्तो दामी ठाउँ छ। ल हेर्नुहोस्, वाउ एकदम राम्रो छ। ल हेर्नुहोस् घर पनि चिटिक्क। भोलि पर्सि म यस्तै घर बनाउँछु, त्यहाँ सहरमा त बस्दिनँ होला म। ल हेर्नुहोस् हामी हाम्रो केटाहरूसँग छौँ, एकदम रमाइलो भइरहेछ। हामी लगभग आधी बाटोमा पुग्न लाग्यौँ, अब एकछिनमा पुग्छौँ माथि। डिभोटिज हियर वी हेभ संयोग प्रभुजी। हेर्नुहोस् उहाँको कला हेर्नुहोस्। अब म पनि यहीँबाट माथि जानुपर्ने हुन्छ है। हेर्नुहोस् जिन्दगी होइन चाहिँ सङ्घर्ष हो क्या। जिन्दगी कहिले पनि एकदम शान्त सरल सजिलो पिच रोड हिँडा जस्तो हुँदैन, यस्तो हिँड्नुपर्छ। हेर्नुहोस् कुरो लाग्छ के लाग्छ। फर्किम जाउँ हिँड्नु। अब यहाँबाट आइसकेपछि यस्तो बाटोमा पनि यस्तो कठिनाइका बावजुद पनि हामी यो बाटोबाट अगाडि बढ्ने प्रयत्न गर्दैछौँ। कृपया अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। के गर्ने, यस्तै छ, त्यही हो जिन्दगीमा। अब आफ्नै सासले पनि साथ दिँदैन, अब तपाईँहरूको के भर दिन मन लागिदिनु नत्र बाल। ल उहाँहरू पनि आउनुभयो, उहाँहरू डराएर अर्कै बाटो जान खोज्दै हुनुहुन्थ्यो। तर हेर्नुहोस् मेरो सङ्गत सुचित्र सागर श्रेष्ठको सङ्गत गरेपछि हर जिन्दगीका अप्ठ्यारा मोडहरू पनि सजिलो हुन थाल्छन्। सङ्गत चाहिँ सुचित्रको हुनु पर्यो। मलाई काँडा लाग्यो पनि अरूलाई काँडा लाग्न भएन भनेर म काँडा। कति असल सोच छ हाम्रो संयोग प्रभुको। ल हेर्नुहोस् वाउ, वृन्दावनबाट एउटा बाँदर भागेर यहाँ शिवपुरी जङ्गलमा आइपुगेछ। यो बाँदरले नेपाली बोल्छ जस्तो छ कि हिन्दी बोल्छ यार। ए बन्दर कहाँ से आयो? पाकिस्तान। यो त सलाम वालेकुम परेछ। अहिले चाहिँ म मेरो संयोग प्रभुजी, संयोग राजा, संयोग भाइसँग गइरहेको छु। अब हेर्नुहोस् कति एकदम दामी बाटो छ। लास्ट टाइम म त्यो डाँडामा यो डाँडामा नागी गुम्बा छ, घर देखिया छ नि त्यो त। त्यहाँ चाहिँ म
मेरो साथी जानुका गिरीसँग गएको थिएँ, त्यो पनि एकदम मेमोरेबल, एकदम खतरा, एकदम राम्रो, एकदम दामी बनाएको थियो त्यो पालि पनि। म अहिले पनि सम्झिरहेको छु जानुका। फेरि एक दिन अर्को डाँडो चढ्नुपर्छ। अस्ति हजुरको भिडियो बनाइरहेको थिएँ, आज सम्यक प्रभुको बनाइरहेको छु। आज चाहिँ अब सम्यक प्रभुजी, वीरेन्द्र प्रभुजी, हाम्रो सागर दाईसँग अनि मसँगको भिडियो आउँछ, हेरेर साथ दिनु होला। विचित्र प्रभु हामीले सम्झा छैनौँ। विचित्र वेयर आर यु विचित्र प्रभु? उहाँले चाहिँ विचित्र प्रभुलाई सम्झिनु भएको छैन रे। ठिकै छ, अब हामीले पनि याद गरेनौँ। वीरेन्द्र प्रभुले पनि सम्झिनु भएको छैन रे है विचित्र प्रभुजी। भक्तजनहरू अहिले चाहिँ हामी यहाँ माथि गुम्बामा पुगिसकेका छौँ। सम्यक प्रभुजी हुनुहुन्छ हाम्रो साथमा, वीरेन्द्र प्रभु अल्सो। हामी भन्न चाहिँ एकदम यात्रीहरू हौँ। यात्रीहरूलाई यात्रासँग केही मतलब हुँदैन, सजिलो अप्ठ्यारो लामो छोटो जस्ट यात्रा गरिराख्न पाए भयो होइन। हामीलाई चाहिँ गन्तव्य सन्तव्य पनि मतलब हुँदैन, फेरि हिँडिराख्नु पऱ्यो, यात्रा गरिराख्नु पऱ्यो, यात्रा जारी राख्नु पऱ्यो। वाउ व्हाट अ लाइन। यस, यो संसार सानो छ कि जस्ट एक्सप्लोर। यस। खोइ हाम्रो दाइ कता गयो? ओ दाइ तल भिडियो बनाउँदै हुनुहुन्छ। यहाँबाट रमाइलो छ जिन्दगी। देखिन्छ कि नै यहाँनिर बसेर फोटो खिच्दा माथि। जिन्दगीमा एक दुईजना यतिको रमाइलो मान्छेहरू सँगै हुनुपर्छ साथमा, जिन्दगी बिन्दास चल्छ। त्यहाँपछि त्यहाँबाट यहाँ बसेर खिच्दा फेरि त्यहाँ माथि देखिन्छ कि नै। हेर्नुहोस्, फाइनली हामी गुम्बामा पुगिसक्यौँ। आज शनिबार भएर एकदम धेरैजना मान्छेहरू छन् यहाँ। हाम्रो दाइ हुनुहुन्छ यहाँ। काठमाडौँ आज 4 भएर केही पनि राम्रो देखिरहेको छैन। अरू राम्रो देखोस् नदेखोस्, म चाहिँ राम्रो देखिरहेको छु। हरिबोल। ल हेर्नुहोस्, ठ्याक्क म गुम्बाको अगाडि छु। म पनि गुम्बा आइपुगेको छु है। नपत्याउनु होला, यो चाहिँ प्रुफ हो, प्रुफ म गुम्बामा छु भनेर। ओहो, हामीले बदम किनिसकेका छौँ। अब हामी घाम ताप्दै खान्छौँ माथि गएर। यात्रा अझै हाम्रो जारी छ। यात्रा हाम्रो चलिरहेछ होइन। यो यात्रा हराएको यात्रीलाई गन्तव्यको प्रभाव हुन्न। वीरेन्द्र प्रभुलाई चाहिँ उकालो चढ्ने कसैलाई रहर हुँदैन भने चढाइयो। ऊ चाहिँ तराईको मान्छे, म चाहिँ एकदम खुसीले चढिरहेको छु पहाड। सजिलो बाटो छैन, बिचमा तपाईँ उ गर्न सक्नुहुन्छ कि नै? सक्नुहुन्छ नि, ढुक्क नि। फेरि त्यहाँ माथि ऊ बाघहरू हुन्छ नि, अहिले चाहिँ बाघको अलिकति डर छ कि साँच्ची जिस्किर भने होइन भने त फेरि लास्टमा डराएर यताउति भन्छु भन्ने पाइँदैन नि। अगाडि चाहिँ बाघलाई त मैले मुखमा हात हालेर यस्तो उल्टा बनाइदिएको जमानामा के गर्छु मैले। यतिका मान्छे भएपछि मसँग किन डराउने? अनि पछि बाघले के भन्छ, उल्टा बनाए कति रोग बाघ। ल दाइ सही। अहिले चाहिँ अब हामी जङ्गलमा पुगिसक्यौँ। त्यो बदम हो कि मुमफली खाँदैछौँ। जङ्गलमाथि हरियो वन। हाम्रो प्रभुजीहरू हुनुहुन्छ यहाँ। जिन्दगी गाह्रो छ यहाँ। अरूले खाएर फालेछन् पानी, त्यही बोतल सफा गरेर अहिले हामी पानी भर्छौँ। गरिब भिखारी भइसक्यो जिन्दगी हाम्रो। म तपाईँहरूलाई क्युआर पठाइदिन्छु मेरो यी सेवाको। मुमफली खाने पैसा चाहिँ यी सेवा गरिदिनु होला। हेर्नुहोस् जङ्गल कति दामी छ। जङ्गल छ कि छैन? अरूलाई चाहिँ मनपर्छ कि पर्दैन जङ्गल मलाई थाहा छैन, मलाई चाहिँ एकदमै धेरै मनपर्छ। त्यही भएर म कहिलेकाहीँ एकदम दिमाग ह्याङ, जिन्दगी ल्याङ चल्यो भने चाहिँ म यस्तो डाँडा काँडातिर आउने गर्छु। अनि मलाई साथ दिन आउँछन् मेरा साथीभाइहरू। ल हेर्नुहोस् कति दामी छ यार यो ठाउँ, कति दामी छ। ल हेर्नुहोस्, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। जङ्गल त एकदम म चाहिँ एकदम वास्तविक प्रकृति प्रेमी हुँ, नेचर लभर। हाम्रो एकजना छन् नेचर लभर, देवेन्द्र प्रभु। त्यो प्रभु नाम मात्र नेचर लभर राखेको छन्, काम केही छैन। एउटा रुख भेटेपछि पुग्यो उनलाई नेचर लभर। मेरो भएको मुमफली बदम सक्यो जस्तो छ। म चाहिँ अब जाँदैछु। ल हेर्नुहोस् यहाँ रहेछ बाँकी। 2 पिस ल्याइदिएको छु। वाह के गर्नु, माथि भिडियो गरेर जानु भयो। आधा घन्टा पछि क्या हुआ? अब बर्बाद हो गया हूँ मैं, लुट गया हूँ। ल पानी खाने मन छ भने हरे कृष्ण भन्नु। ल हरे कृष्ण कृष्ण कृष्ण। पानी आउँदैन?
भन्नु न हरे कृष्ण हरे कृष्ण वाह हिरेन्द्र प्रभुले त शुद्ध नाम जप्नु हुनुहुँदो रहेछ यार। पानी आयो हरे कृष्ण भन्ने बित्तिकै देख्नुभयो हरे कृष्ण महामन्त्रमा कति बल छ। यो त केही होइन हरिनामले त जे पनि दिन सक्छ। वाह स्नान अभिषेक। अहिले चाहिँ अब हामी बदम सदम मुङफली सुमफली खाएर खाएपछि अगाडि बढिसकेका छौँ। विसर्जन गरेपछि हामी एक्टिभ भइरहेछौँ। हामी विसर्जन गरेको छैन क्या पस्दैछ यार राजा। मलाई बमफुली खाएर पलाइसक्यो। जङ्गलको बाटोमा अगाडि बढ्दैछौँ। के विचित्र अगाडि छुट्टै भिडियो गरौँ न विचित्र पर्वको। ल विचित्र प्रभुको लागि छुट्टै भिडियो बनाउनुहुन्छ अरे। जङ्गलमा अगाडि बढ्दैछौँ। जङ्गलको यात्रा यो यात्रा सुनौलो यो यात्रा सुनौलो टुङ टुङ हरे कृष्ण। वाह अन्धकारबाट उज्यालोतर्फ तमसोमा ज्योतिर्गमय। फ्रम डार्कनेस टु द लाइट। यस अब चाहिँ उज्यालोमा मजा आउँछ नि त। घाम आयो भने त फेरि म पनि चम्किन्छु समाक्क चम्किन्छु म। यस एकचोटि हामी त्यहाँ त्यो अघिल्लो पालि त्यो क्याम्प जाँदाखेरि होइन त्यो अर्कै त्यो के हुन्थ्यो नि त्यो अर्कै त्यो नुनिलो नुनिलो टाइपको सिगान खान्छ। उसले सिगान खान्छ। हामी चाहिँ अहिले धेरै माथि डाँडोमा आएर रेस्ट गरिरहेका छौँ। अहिले यहाँ हाम्रो दाजु पनि रेस्ट गर्दै हुनुहुन्छ। हाम्रो सम्यक प्रभुजी चाहिँ एकदम उठेरै घोडा जस्तो रेस्ट। घोडा फेरि उठी उठी सुत्छ त्यस्तो। उहाँ चाहिँ एकदम जिउँदो लास। आफैले भन्नुभयो है, मैले चाहिँ भन्दिनँ त्यस्तो। ल हेर्नुहोस् त लम्पसार बदाम भन्दा मिठो हुन्छ के यो माथिको यो छ नि सल्लाहको थोटी त्यो हो र खानुहुन्छ? दामी छ यस्तै छ। खसालको दामी हुन्छ नि त्यो बदाम भन्दा। जिन्दगीमा रमाइलो गर्न सिक्नुपर्छ। त्यही हो अब जहाँ जो भेटिन्छन् जता पुगिन्छ। त्यो सल्लाह छोइछ नि त्यो। हरे कृष्ण। फाइनली हामी यहाँ माथि रोडसम्म आइपुगिसक्यौँ। हेर्न सक्नुहुन्छ रोड हाम्रो प्रभुजीहरू। हामी त लगभग धेरै कति टाइम लाग्यो यार 1.5 घन्टा भयो होला हामी हिँड्या। बढी भयो होला। आधा घन्टाको बाटो अलि धेरै फ्रुट्स लिएर आउनु पा मजा आउँथ्यो। यार आज फेरि एकादशी पनि छ। त्यही भएर भक्तहरू चाहिँ थाकिसक्नु भयो। मलाई चाहिँ एकदम रमाइलो लागिरहेछ किनकि मलाई चाहिँ फेरि हिँड्न एकदम बवाल मजा मजा केम्चो मजेमे त्यस्तो लाग्छ है। हिरेन्द्र प्रभुलाई चाहिँ गाह्रो भइरहेछ किनकि उहाँ एकदम तराईबाट पहाड चढ्न सुदूरपश्चिम रोयल्स। ए तपाईँ के लुम्बिनी लायन्स? हामी अघिल्लो पालि फाइनल पुगेको मान्छे है हामीहरू। तपाईँ पनि लुम्बिनी लायन्स? म त हारे पनि जिते पनि कर्णाली एक्स। यहाँ चाहिँ हेर्नुहोस् यो हामी माघ 1 गते चाहिँ हामी यहाँ आउँछौँ हाइकिङ। त्यो ठाउँमा हामी आइपुगिसकेका छौँ अहिले। यो ठाउँनिर ठ्याक्कै यहाँनिर बसेर हाम्रो क्लास हुन्छ। अनि हामी यहाँ छौँ। आज चाहिँ शनिबार भएर धेरैजना मान्छेहरू आइराख्नु भएको छ। अब हामी जाँदैछौँ विष्णु पादुका विष्णुद्वार जहाँबाट चाहिँ भगवान्को चरण कमलबाट चाहिँ विष्णुमतीको उत्पत्ति हुन्छ। हामी त्यहाँ जाँदैछौँ विष्णुद्वार। अब जस्ट 5 मिनट्समा हामी त्यहाँ पुग्छौँ। जय विष्णु भगवान् कि। हामी त्यहाँ स्नान गर्छौँ हो। यही च्यादर बेरेर हो। ल हो भिजोस् न चिसो पानीमा। मैले यार अघिल्लो पालि त्यो हुन्छ नि। ल हिँड्नुहोस् यस्तो हेर्नुहोस् त उहाँहरू यस्तो दुर्गम ठाउँमा पनि वाउ कस्तो एडभेन्चरस मान्छेहरू। ल हेर्नुहोस् यहाँ यत्रो भिड छ आफ्नो ज्यानको पर्वाह नराखी उहाँहरू हेर्नुहोस् यत्रो हो। वाह सम्यक प्रभुजी कस्तो लाग्यो त्यत्रो एकदम भिडको बाटो? भिरको त्यो मलाई चाहिँ एउटा गीतको याद आयो कि के अरे सुजन चापागाईले भिरको बाटो के भन्ने होला भने त्यो वाला चाहिँ खतरा लाग्यो। एकछिन फेरि गाउनु त गाउनु आउँछ ल गाउनुहोस्। अनि लास्टमा हरे कृष्ण भन्नुहोस्। ल गाउनुहोस् हरे कृष्ण। ल गाउनु न त्यो गीत। अनि गाउनु केही हुन्न। ल तपाईँ पनि मिल्नु बहिनीलाई साथ दिनुहोस्। मलाई त गीतै थाहा छैन। ल गाउनु त तपाईँ। ल गाउनु दुईजना मिलेर। ल म बरु हरे कृष्ण भन्छु। ल हरे कृष्ण भन्नुहोस्। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। हजुरले पनि आउँछ?
हरे कृष्ण आउँछ हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे हजुरलाई आउँछ मलाई ल भन्नुहोस् हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे हजुरको नाम रितिसा रितिसा खड्का रितिसा खड्का हजुरको नाम जेनिसा बस्नेत जेनिसा बस्नेत सन्देश मुक्तान ए हेर्नुहोस् एकदम दामी छ फुल यो फुलभन्दा पनि राम्रो हुनुहुन्छ हाम्रो सम्यक प्रभुजी यो फुलभन्दा पनि राम्रो हुनुहुन्छ हाम्रो हिरेन्द्र प्रभुजी फुलभन्दा राम्रो छ हाम्रो झरना वाउ झरना अब हामी जान्छौँ एकछिनमा विष्णुपादुका अहिले हामी कहाँ आयौँ भनेर हजुरहरूलाई आश्चर्यचकित लागिरहेको छ होला यात्रीहरू मैले अघि पनि भनेको थिएँ यात्रीहरूलाई गन्तव्यको कुनै पर्वाह हुँदैन यात्रा लामो छ छोटो छ सजिलो छ अप्ठ्यारो छ यात्रामा को सँगै छ को छैन केही फरक पर्दैन यात्री जस्ट अगाडि बढिराख्न खोज्छ र यात्रीहरू अहिले पुगिसके हरे कृष्ण दाई हरे कृष्ण भन्नुहोस् दाई हरे कृष्ण विष्णुपादुका फाइनली विष्णुपादुका वाउ करेन्ट वाउ करेन्ट अब हामी स्नान पनि गर्छौँ यहाँ आएपछि वाउ दिस इज विष्णुपादुका फर यु ओ माथि मान्छे पनि हुनुहुँदो रहेछ ल हेर्नुहोस् दामी छ विष्णुपादुका है रमाइलो छ अब हामी त्यहाँ हजुरहरूलाई दर्शन गराउँछौँ अनि त्यस पछाडि स्नान गर्छौँ अनि त्यहाँपछि फर्किन्छौँ है आज एकादशी सबजनाको फास्टिङ छ केही पनि खाएकै छैन भोक लागिसक्यो एनर्जी डाउन भइसक्यो सबजनाको मलाई चाहिँ रमाइलो लागिरहेछ तर पनि फाइनली हामी विष्णुपादुकामा आइपुगिसक्यौँ र हामीसँग यहाँ हुनुहुन्छ हिरेन्द्र प्रभुजी अरे म एकदम खुसी छु यस धेरै टाइमको उतार चढावपछि हामी विष्णुपादुका पुग्यौँ हाम्रो यहाँ अरू पनि भक्तजनहरू हुनुहुँदो रहेछ हेर्नुहोस् यहाँ हो विष्णुपादुका चाहिँ हाम्रो सम्यक प्रभुजी हुनुहुन्छ त्यहाँ र म छु यहाँ अब दर्शन गर्नु जाउँ हरिबोल हरे कृष्ण फाइनली हामी विष्णुपादुकामा आइपुगिसकेका छौँ ल हेर्नुहोस् विष्णुपादुका दर्शन गर्नुहोस् यहाँ एकदम अँध्यारो छ त्यही भएर सबै चिज दर्शन गराउनु उहाँले पनि अब भगवान्लाई प्राप्त गर्नुहुन्छ जस्तो छ ध्रुव महाराजले 6 महिनामा उहाँले चाहिँ अब 6 सेकेन्डमा 6 मिनटमा वाउ यहाँबाट चाहिँ पानी आउँछ जल यसलाई चाहिँ भन्छ विष्णुपादुका ल हेर्नुहोस् है हामी स्नानको लागि अघि बढिरहेछौँ विष्णुपादुका चाहिँ त्यहाँ हो होइन हिरेन्द्र प्रभुजी र समीर प्रभुको दाइ पछाडि आउँदै हुनुहुन्छ हामी चाहिँ अगाडि जाँदैछौँ उहाँलाई हतार छ स्नान गर्नलाई त्यही भएर उहाँ कुदिसक्नुभयो हेर्नुहोस् वाउ मलाई चाहिँ केही हतार छैन जस्ट हिँडिराख्न पाए भयो आनन्द मजा आयो मजा आजकल म धेरै पहाडतिर चढ्ने भएको छु यस्तै छ कहिले कोसँग जोसँग हो नि मजा आउँछ त्यही हो कुरा त्यही हो हरे कृष्ण अब चाहिँ हामी एकदम स्नानको लागि रेडी भइसकेका छौँ यहाँ पछाडि झरनामा यहाँ चाहिँ हाम्रो दिदीहरूले फोटो खिच्दै हुनुहुन्छ अनि सकेपछि चाहिँ हामी स्नान गर्छौँ मलाई चाहिँ जाडो भएको छैन एकदम रमाइलो लागेको छ हाम्रो यो बहिनीहरूलाई चाहिँ हामीले जाऊ भनेर पठाइसक्यौँ अब दिजुहरूको पालो ल दिजु हजुरहरू गइबस्छ ल अब ल हरे कृष्ण अब चाहिँ आज एकादशीको दिनमा हामी विष्णुपादुकामा आइपुग्यौँ यहाँ आएपछि अब स्नान त गर्नु पर्यो होइन भगवान् विष्णुको भगवान् कृष्णको कृपा प्राप्त गर्नु पर्यो मलाई चाहिँ एकदम पानी चाहिँ एकदम चिसो छ माइनसमै छ जस्तो लागिरहेछ एकदम ठन्ड छ तर पनि स्नान चाहिँ गर्नुपर्छ हरे कृष्ण हरिबोल One more dance. ल पानी कस्तो छ लास्ट चिसो तर पनि मजा आयो मजा बोलो श्री कृष्णचन्द्र भगवान की जय श्रील प्रभुपाद की जय मजा आयो दामी अब चाहिँ मेरो आजको दिन सफल भयो एकादशी पनि सफल थ्याङ्क यू भेरी मच हरे कृष्ण म चाहिँ भर्खर स्नान गरेर आइसकेँ हेर्नुहोस्
मेरो कपाल पनि चिसो छ तपाईँहरूले देख्नुभयो होला ल हेर्नुहोस् चिसो छ के गर्ने अब हाम्रो जाँदै हुनुहुन्छ संयोग प्रभु एन्ड वीरेन्द्र प्रभु ल जानु त छिटो 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 दौडेर 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 छिटो डुब्नु डुब्नु फेरि फेरि तीनचोटि अलि भित्र फेरि फेरि अब एकचोटि लास्ट एक नगरेपछि त हुँदैन अब ए हुँदैन यो सफल हुँदैन अब लास्ट एक छिटो मैले 7 हो 7 हरे कृष्ण अब अरूले 7 हान्छन् कि हान्दैनन् थाहा भएन म चाहिँ 7 हान्छु पानी चिसो छ अघि 3 हानिसकेँ अब 7 एक 2 3 4 5 6 7 one more oh म बाँच्नु त बाँच्छु नि अब लास्ट चिसो मरे मर्रा म आज यति एक्साइटेड भएँ है स्नान गर्नलाई मैले एउटा काम बिगारिहालेँ त्यही भएर धुती लाउन नमिल्ने भएको छ मेरो अब म तल गएर लाउँछु हरिओल अरू केटाहरू चाहिँ यहीँ लाउँदैछन् अब के गर्ने बर्बाद गरेर छु अब के गर्ने ठिक छ रोनाल्डोको फ्यान 7 चोटि हाल्छु भनेर 3 चोटिमै मैले त 10 चोटि 10 कति थाहा छ 10 5 + 5 = 10 Hare Krishna, he is our Canadian friend. Can you tell us some experience? Hot water How was your feeling? in the Himalayas. How was your feeling? I feel enlightened. So hot. Are you feeling hot? Hot. Wow! But he's shivering. Oh. Hot. Hot. Hare Krishna, can you say Hare Krishna? Hare Krishna. What? Hare Krishna. Hare Krishna. Thank you. She's also from Canada. Can you say Hare Krishna? Hare Krishna. Hare Krishna Hare Krishna You want to try? In the water? Yeah. No. Why? It looks cold. No, it's hot. For Canadian people, it's hot. For Indian, it's cold. But for Canadian, it's hot. Yeah, I don't know. I think you should try. This is lifetime experience. Yeah, I don't know. Maybe I don't know. Next time. Thank you. That is so hot. मेरो कामै फेरि मान्छे जोसाउने मान्छे उस्काउने है बिचारा त्यो खैरे साथीलाई पनि मैले ल डुबुल्की हान भनेर जोसाइने केटो आयो क्यानाडाको मान्छेको लागि त यो त एकदम तातो पानी भनेर जोसाइने ए ल नि त ल भनेर गयो बिचारा 2-3 डुब्कीमै फेल हाम्रो संयोग राजा क्रिस्टियानो रोनाल्डो 7 मेरो फेभरेट लकी नम्बर गर्दै थिएँ राजा पनि 3 डुबुल्कीमै चैत तर म मात्र 10 डुबुल्की फेरि अहिले पनि म नाङ्गै हिँडिरहेको छु क्या मतलब एकदम जोगी गम्छा लाएर पुरै तर माथि चाहिँ अब मेरो गाह्रो चाहिँ के भन्नु अब धोती लाउनु नमिल्ने भएको छ अहिले अब म तल कहीँ पुगेर गर्छु है अब भ्लग तपाईँहरूलाई मन पर्यो होला राम्रो लाग्यो होला ठिक छ अब म कहाँनिर पुगेर यो भ्लगलाई एन्ड गरौँ सोचिरहेको छु बाटोमा केही राम्रो मोमेन्ट आयो भने त्यो पनि सेयर गर्छु होइन भने थ्याङ्क यू सो मच हरे कृष्ण आज एकादशीको दिन हामी विष्णु पादुकामा आइपुग्यौँ हाम्रो प्रभुजीहरूसँग हरे कृष्ण पर्जी अनि हजुरलाई चाहिँ म आई जस्ट वान्ट टु से द्याट थ्याङ्क यू पर्जी आजको यो मुभमेन्टको लागि यो छेड हजुरले दिएको टाइमको लागि चाहिँ हामी म धेरै नै कृतज्ञता छु हामी चाहिँ म त सुतिरहेको थियौँ हामी जिउँदो लास्ट जस्तै तर सुचित्र प्रभुले चाहिँ हामीलाई चाहिँ जहिले नि उत्सुक दिनुहुन्छ कि उत्सुकता बढाउनुहुन्छ होइन उहाँले चाहिँ जहिले पनि हामीलाई चाहिँ यस्तो गर्नुपर्छ केटा हो यसरी हुन्न केही एउटा हुन्छ नि एउटा मेमोरिज चाहिँ जहिले नि क्रिएट गरिराख्नुहुन्छ आज पनि त्यही मुभमेन्ट एउटा फेरि नयाँ मुभमेन्ट हन्ट भयो लाइफमा चाहिँ अनि आजको यस छेडको लागि चाहिँ म धेरै धेरै कृतज्ञता छु ल त्यही हो हेर्नुहोस् लाइफमा अब मरिन्छ बाँचिन्छ अब आजको
5 वर्ष 10 वर्ष पछाडि यो भिडियोमा जतिजना छौँ सबजना सँगै हुन्छ कि हुँदैन पनि थाहा छैन तर अब जो जुन ठाउँमा हुन्छौँ त्यो ठाउँबाट यो भिडियो फर्केर हेर्दा अवश्य पनि एकदम रमाइलो लाग्छ हो कि होइन प्रभुजीहरू हो देख्नुभयो त यो फेरि मैले पैसा तिरेर हो भन्न ला होइन नि उहाँहरूको आफ्नो इच्छा हो त्यही हो भिडियो एकदम धेरै लामो भइसक्यो आज हामीले बाटोमा पनि स्वदेशी विदेशी सबैजना एकदम राम्रो राम्रो मान्छे भेट्यौँ है अब के गर्नु यस्तो पारामा भिड हजुर तर विदेशी विदेशीलाई चाहिँ ठगिदिएर बिचारा यार उसको त टाउको झर्ला जस्तो भइरहेको थियो तर पनि केही छैन थ्याङ्क यू सो मच फर वाचिङ त्यही हो एकदम माया गर्न मन लाग्छ माया गर्नुहोस् दया गर्न मन लाग्छ दया गर्नुहोस् के गर्न मन लाग्दैन केही नगर्नुहोस् छ नि बढी त्यसले चाहिँ हरे कृष्ण मोमेन्ट भन्ने चाहिँ कहिले नि बिर्सिँदैन उसको लाइफलाई सम्झिन्छ यस्तो बाटो छ थ्याङ्क यू सो मच हरे कृष्ण हरि बोल मलाई खास भिडियो बनाउनु मन थिएन है स्टोरेज चाहिँ हुनु लागेर यसलाई हाम्रो घरतिर चाहिँ भाङ्गे चुक भन्छ होइन भाङ्गे चुक होइन यस्तो अमिलो यस्तो मिठो यस्तो दामी छ यार हिरण प्रभु उहाँले खोजिराख्नु भएको थियो अघिदेखि पाउनु भयो फाइनली भेटियो है फाइनली भेटियो गाइस ट्राई गर्नु म खान्छु अनि भिडियो सक्दिउँ है मेरो दाँत बर्बाद थ्याङ्क यू सो मच अब चाहिँ भिडियो सक्यो साँच्चीकै सक्यो ल है